सबैजनालाई मेरो तर्फबाट नमस्कार। आदरणीय गुरुवर्ग तथा दाजुभाइ दिदीबहिनी र मेरा प्यारा प्यारा साथीहरू, साथी निर्णायक मण्डलज्यू, स्वीकार्नुहोस् म नाङसल तामाङको तर्फबाट न्यानो अभिवादन। आज मिति 2082 साल 2 महिना 30 गते भइरहेको यस कविता वाचन प्रतियोगितामा भाग लिन पाउँदा आफूलाई धेरै भाग्यशाली ठानेको छु। म एकैछिन पनि ढिलो नगरी मैले कविता वाचन गर्न गइरहेको छु र मेरो कविताको शीर्षक रहेको छ मेरो देश। चाँदीको मुकुट परिएको शिरमा मेरो देश नेपाल, पहाडमा हेर ठुल्ठुला बेसी बाटा छ विशाल। आमा नीलाको हरियो सारी झै जङ्गल छ तराई, विभिन्न धर्म जात छ सन्तान कोही छैन पराई। पूर्वमा मेची, पश्चिममा काली, उत्तरमा हिमाल, दक्षिणतिर तराई पाट मेरो देश विशाल। यो मेरो देशमा जन्मेको बुद्ध पवित्र माटो छ, सीताजी पनि जन्मिन यही देशमा यो अर्कै पाटो छ। गण्डकी कोशी कर्णाली बग्छन् नदी छन् विशाल, यो जन्मभूमि र कर्मभूमि मेरो देश नेपाल।